सबैजनालाई नमस्कार। यसरी हेरेरै कुरा गर्न एकदमै रमाइलो लाग्छ। सो आजको क्लास मलाई एकदमै मन पर्यो सर। आई एम अल्सो डुइङ भिडियो एडिटिङ लास्ट 10 वर्ष त नभनौँ 74बाट हो, लगभग 7-8 वर्ष भयो। एन्ड आई हेभ एक्सपिरियन्स अफ 23 इयर्स इन फोटोसप। म 23 वर्षसम्म चाहिँ 23 वर्षबाट म फोटोसप चलाइरहेको छु। र पनि म यहाँ यो क्लासमा आएँ, मैले धेरै कुराहरू सिकेँ। मलाई बहुत राम्रो लाग्यो। म आफै पनि टिचर पनि हो, मैले भिडियो एडिटिङ पढाउँछु प्रिमियर। म प्रचार आफ्नो गरिरहेको छैन, मलाई जे इन्जोय गरेँ। खासमा एउटा गुड लर्नरमा के हुनुपर्छ भन्ने कुरा तपाईँहरू मबाट नि इन्सपायर हुन सक्नुहुन्छ। म पनि भन्न खोजेको चाहिँ होइन है। मैले सरको क्लास तपाईँको पुरा हेरेको छु, 1.5 घन्टा हेरेँ। म एकदमै मोटिभेट भएँ, म एकदमै इन्सपायर भएँ। र जुन सरले जुन भ्यालुमा चाहिँ यो क्लास प्रोभाइड गर्नुभएको छ, तपाईँहरू सबैजनाले लिन सक्नुहुन्छ। एकदमै वर्थ इट छ। यो प्राइसमा चाहिँ तपाईँले डिजिटल मार्केटिङहरू पनि पाइरहनु भएको छ, अनि माइन्डको त्यो मास्टर क्लास पनि पाइरहनु भएको छ, कसरी क्लाइन्ट खोज्ने भन्ने कुराहरू नि पाइरहनु भएको छ। एज आइ एम अ प्रोफेसनल, मैले मुभी पनि गरेको छु। दयाहाङ राईको गाउँ आएको बाटोमा म अन फिल्ड एडिटिङ पनि गरेँ। सो आई हेभ लट अफ एक्सपिरियन्स इन एडिटिङ। तर पनि यो क्लास म एटेन्ड गरेर मैले 3-4वटा कुरा चाहिँ यहाँ नोट गरेर राखेको छु। सर त्यही भएर त्यो भन्न मन लागेर चाहिँ मैले तपाईँको 2 मिनट लिएको हो। मलाई चाहिँ एउटा सरको मन परेको भनेको आफैले मिस्टेक गरेर काट्न सिकाउनु भयो। त्यो चाहिँ एकदमै मलाई मन परेको पार्ट थियो। आफैले यताउता हेरेर अनि यसलाई चाहिँ चाहिँदैन भने कति सिम्प्लिसिटी के। अनि एकदमै त्यो त्यो सरको प्योरनेस चाहिँ मलाई एकदमै मन पर्यो। पोजिटिभ माइन्डसेट एकदमै त्यो राम्रो लाग्यो। अनि मलाई लाग्छ कि सरले चाहिँ एकदमै राम्रो, अझै एडभान्स कोर्समा एकदमै राम्रोसित पढाउनुहुन्छ जस्तो मलाई लाग्छ। अनि त्यसपछि अनि अर्को चाहिँ मलाई मन परेको कुरा चाहिँ सरको स्लो तरिकाले बिस्तारै नआत्तिकिन जुन भन्नुभएको छ, जुन डेलिभर गरिरहनु भएको छ, अनि इनर्जी लगाइरहनु भएको छ होइन। बिस्तारै भन्नुभएको छ, तर बोलीमा सरलाई गाह्रो पनि भइरहेको थियो। मैले त्यहाँ देखिरहेको थिएँ, बेला बेला म्युट गरिरहनु भएको थियो, किनभने मैले त पुरा भिडियो सरको टोटल्ली हेरिरहेको छु। अनि तर पनि बोलीमा इफोर्ट लगाइरहनु भएको छ। द्याट प्योरली के गर्छ, सो गर्छ, सरको डेडिकेसन सो गरिरहेको छ। त्यो भएर तपाईँहरू चाहिँ सरलाई चाहिँ ढुक्क भएर चाहिँ गर्न सक्नुहुन्छ। अनि अर्को कुरा पनि मैले चाहिँ सरले सायद यसमा इन्क्लुड छ, तर भन्न बिर्सिनु भएको जस्तो लागेको छ मलाई। त्यो चाहिँ म एड गरिदिन्छु। स्लो मोसनको कुराहरू सम्भवतः सरको एडभान्स क्लासमा स्लो मोसन र फास्ट मोसनको कुराहरू पनि सम्भवतः एड छ। ग्रिन स्क्रिनको कुरा आइसकेपछि त्यो नहुने भन्ने हुँदैन, जहाँसम्म सायद सरले अहिले फेरि पनि भन्नुहुन्छ होला। अनि अब म यति चाहिँ थोरै धेरै एक्सपिरियन्स छ। स्टिल आई एम लर्निङ, म लर्न गरिरहेको छु। म विद्यार्थी नै हो, म कहिल्यै पनि पूर्ण रूपमा चाहिँ आई एम टोटल्ली एडभान्स, मैले सबै कुरा जानेको छु कहिल्यै पनि भन्दिनँ। म यसको विद्यार्थी हो, म आजीवन यसलाई भिडियो एडिटिङलाई म सिक्छु। अनि अर्को कुरा, अनि सर तपाईँ त पहिल्यैदेखि त जानिरहनु भएको थियो, इभन तपाईँ मुभीमा काम गरिसक्नु भएको मान्छे, अनि यहाँ किन आउनुभयो त भनेर तपाईँहरू धेरैलाई लाग्यो होला। म यहाँ आएर एउटा कुरा भए पनि सिकेँ। जहिले पनि मान्छे के हुनु पर्यो, एउटा कुराको लागि हङ्ग्री हुनु पर्यो। सरको क्लासमा आएर मैले के सिकेँ भन्दाखेरि, त्यो जुन सरले प्रेजेन्टेसन गरिरहनु भएको थियो नि mindmister.com बाट, त्यो मलाई थाहा थिएन। मैले एउटा कुरा त गेन गरेँ नि। हो, तपाईँहरूले पनि यस्तो अपर्च्युनिटीहरू पाउनुहुन्छ भने एउटा कुराको लागि हङ्ग्री हुनुभयो भने, दिनमा एउटै कुरा मात्रै पनि सिक्नुभयो भने चाहिँ तपाईँहरू पक्कै पनि सक्सेस हुनुहुन्छ। यति नै भन्न चाहन्छु सर।